शिक्षक आन्दोलन बानेश्वरमा सडकमा आउनु भएको छ किन आउनु भयो यहाँ हामीहरू चाहिँ म विद्यालय कर्मचारी हो विद्यालय कर्मचारी मध्येमा चाहिँ म कार्य सहयोगी हो हजुर श्री चन्द्रेश्वरी आधारभूत विद्यालय त्रिवेणी 6 लुवाम सल्यानको म कार्य सहयोगी हो किन आउनु भयो किन सडकमा किन यहाँ चाहिँ अब हामीहरूको दरबन्दी छैन दरबन्दी अहिले हामी अनुदानमा चाहिँ छौँ होइन कार्य सहयोगी अनुदानमा छौँ हामीहरूको अब थाहै दरबन्दी चाहिँ तपाईँ कार्यालय सहयोगी पनि दरबन्दी पढाउने पनि गरिरहनु भएको छ कि पढाउने काम गरे तापनि पत्तो मेरो कार्य सहयोगी नै हो पढाउनुहुन्छ तपाईँले न कार्य सहयोगी गर्छु र पढाउने काम पनि गर्छु फुर्सदको उसमा कतिसम्म पढाउनुहुन्छ मैले 8 सम्म पढाउँछु 8 सम्म पढाउनुहुन्छ हजुर मेरो शैक्षिक योग्यता के अरे मास्टर डिग्री हो मास्टर डिग्री हो तर कार्यालय सहयोगी भएर काम गरिरहेछ हजुर दिन बितिरहेछ अब के त माग पुरा गरेर हुन्छ तपाईँको आशा अब के अरे अब सङ्घीय शिक्षा ऐनद्वारा दरबन्दी अब सिर्जना गरेपछि माग पुरा हुन्छ भन्ने हाम्रो के अरे आशा छ तर ओलीबाल त तेल हालेर कानमा मजाले के अरे बालुवाटारमा सुत्नु भएको छ भन्ने कुरा सुन्नुहुन्छ उहाँले सुन्नु त उहाँलाई थाहा छ उहाँकै विष्णु पौडेलले नै हामीहरूको पहिला चाहिँ के अरे 4500 रुपियाँ तलब थियो होइन र त्यति बेला बजेटमै के अरे प्रस्तुत गर्नुभएको थियो कि तपाईँ एउटा स्कुलको कार्यालय सहयोगी हो हजुर हजुर हो त्यहाँनिर तपाईँ शिक्षकको काम गरिराख्नु भएको छ के शिक्षण पनि काम गर्छु मैले के अरे तपाईँलाई चाहिँ त्यहाँनिर कसरी नियुक्ति गरिएको छ सुरुमा त म के अरे अब शिक्षकको रूपमा नियुक्ति भएको हुँ पछि 72 सालमा चाहिँ विद्यालय के आधारभूतबाट प्राविधिकमा झर्दाखेरि अनि एकजनाले छोड्नुभयो कार्यालय सहयोगी छोड्नुभयो अनि त्यहीकै ठाउँमा चाहिँ म चाहिँ भर्ना भएको हुँ तपाईँ अहिले पनि कार्यालय सहयोगी छु अहिले पनि मेरो के अरे अहिले पढाउँदैछु भनेर भन्दै हुनुहुन्छ न पढाउने पनि काम गर्छु म जस्तो अब सर नआएको बेलामा पढाउँछु भन्न खोजेको बिदाम बस्नुहुन्छ नि त बिदाम बस्नु भएको बेलामा उहाँको पिरियड लगिदिने गर्छु त्यो काम गरिरहेको छु सर तर तपाईँलाई चाहिँ त्यहाँ तपाईँको कोटा चाहिँ त्यहाँ कार्यालय सहयोगी मेरो कार्यालय सहयोगी नै हो त्यहाँ शिक्षकहरू कमी भएर तपाईँले पढाउँदै हुनुहुन्छ कि अथवा के कोही नआएको बेला अथवा कसैको ठाउँमा नआएको बेलामा पढाउँछु अरू बेला त अब आफ्नो काम छँदैछ तपाईँ के मास्टर डिग्री के भन्नु मास्टर डिग्री नेपालीमा चाहिँ मास्टर डिग्री हो मास्टर डिग्री क्लियर हो अब यदि अब हजुरलाई विश्वास लाग्दैन भने अब टियुमा गएर पनि हेर्न सक्नुहुन्छ त्रिपुरा युनिभर्सिटीमा मेरो अब टियु रेजिस्ट्रेसन नम्बर 6154 6154 996 2002 हो अब त्यहाँ गएर पनि हजुरले चाहिँ अब इन्क्वायरी गर्न सक्नुहुन्छ क्लियर गरिसकेको मान्छे तपाईँ स्कुलमा एउटा कार्यालय सहयोगीको रूपमा तपाईँ चाहिँ बस्नुको कारण चाहिँ के बाध्यता अथवा के बाध्यता त अब त्यति बेला यस्तो थियो अब सामाजिक सेवामा काम गरौँ भनेर अब उ गरेको के अरे विस्थापित हुने अवस्था आयो विस्थापित हुने अवस्था आइसकेपछि अब ठिकै छ त कार्यालय सहयोगी भए पनि काम गर्छु भनेर चाहिँ मलाई लागेको कति वर्ष भयो तपाईँले त्यो काम गर्नु मैले कार्यालय सहयोगी काम गर्न लागु अब यही जेठ 28 गते आउँदो जेठ 28 गते चाहिँ अब 10 वर्ष पुरा हुन्छ तर तपाईँ अहिले शिक्षकहरूसँग नै यहाँ आन्दोलनमा आइराख्नु भएको हजुर 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 तपाईँको माग र उहाँहरूको माग सबैको एउटै हो कि अथवा तपाईँको केही भिन्दै माग छ नै अब हामीहरूको पनि माग छ यसमा जोडिएको छ अस्थायी प्रकृतिका अब होइन अब विद्यालय कर्मचारी त्यसै गरी अब इसिडी अब अस्थायी प्रकृतिका के अरे राहत अब अनुदान कोटाहरूको उनीहरूको पनि मागहरू जोडिएको छ तपाईँलाई अब शिक्षकको रूपमा त्यहाँनिर नियुक्ति गर्नु पर्यो कि अथवा त्यहाँनिर कार्यालय सहयोगीको रूपमा थाईमा गर्नु पर्यो के मागो त नै मेरो माग त अब स्वतः थाईको माग छैन किनभने अब त्यो अन्तर्राष्ट्रिय कानुन अनुसार हामी बौद्धिक वर्ग हो होइन अब अन्तर्राष्ट्रिय कानुनले पनि अब त्यो दिँदैन अब स्वतः थाईको माग गरे होइन किनकि अब हामीलाई अब आन्तरिक प्रतियोगिताद्वारा अब प्रतिस्पर्धा गराएर हामीलाई गोल्डन ह्यान्डसेक चेक अथवा के दिन मिल्छ त्यो चाहिँ गरोस् भन्ने अब सरकारले त्यही नै माग हो हामी र अब पहिलो कुरो त अब दरबन्दी सिर्जना हुनु पऱ्यो भन्ने हो अहिले हामीहरूको दरबन्दी छैन किनभने 15,000 मा काम गरिरहेको छु होइन गरिरहेका छौँ र कतिपय ठाउँमा त अब 15,000 पनि पाएका छैनन् अधिकांश पालिकाले दिएका पनि छैनन् अब सङ्घ सरकारले त निर्णय त गर्यो तर अब के गर्यो भन्दाखेरि स्थानीयबाट 7,000 सङ्घबाट 8,000 भन्ने भयो 15,000 निर्णय गरेको थियो के अरे बजेट भाषणमा के छ तपाईँको यहाँ आइसके पछाडि अब माग पुरा होला जस्तो छ कि छैन मलाई लाग्छ जहाँसम्म माग पुरा हुन्छ जस्तो लाग्छ
माग पुरा हुन्छ माग पुरा हुन्छ ल तपाईँलाई शुभकामना ल हस् त धन्यवाद हवस्, धन्यवाद